हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म सेमिनारमा जान लागेको हेयर कलर सेमिनारमा। म चाहिँ आइपुगेँ सिएमपी होटेल अनि यहाँ चाहिँ छ हाम्रो माया ट्रेडर्सको माया ब्युटी स्टोरको प्रोग्रामभित्र। म चाहिँ साथीहरूको वेटिङमा यहाँनिर बस्नु परेको छु साथीभाइहरूलाई पुगेर। यस्तो गर्मी छ सडकको घाम चल्दैन हाल चाहिँ के भयो यस्तो। ओनर श्री एसपी गुरुङ सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद यहाँ उपस्थित सम्पूर्ण सरहरूलाई। यसको चाहिँ डिबेट चाहिँ नगर्नु यसलाई चाहिँ सम्झिनु यो ब्याक हो यो फरवर्ड सबैजना जुन जुन ताते के गर्ने खोल्ने ओपन गर्ने स्प्रे गर्छु यहाँ। उहाँहरूलाई ग्लोभ्स दिने यो कुकुर चेक गर्ने ग्लोभ्स दिने तिमी गर हजुर। अब रिएप्लाई गर्दाखेरि 6% एप्लाई गर्ने तर अहिले त मजाले पुगेको छ नि क्रिमहरू गर्छ अब के भयो चेक पनि भयो यो पुरै हिट भएको छैन बाहिरको अक्सिजनले शीतल पनि भयो त्यसको तातिँदैन पनि अब सबै अवस्था चाहिँ यस्तो। मलाई पनि देखाउनु न, म त एउटामा नि आएन अहिलेसम्म, मैले मात्रै भिडियो गर्दैछु। यहाँ चाहिँ आजको हाम्रो खाना गुन्जन बहिनीको यो चाहिँ पवित्राको। हामीले खाना सुरु गऱ्यौँ अब। के गरे तिमीले के गरे कसको आउने यता अलि त आउन गुन्जनको बासले म गोरु देखिन्छु होला भनेर कि अलि त खाएँ ल ल काली भन्छ मलाई है अलि त यसो mahal sana. Music. प्रोफेसनल तरिकाले गयो भने पैसा धेरै कमाइन्छ हैन। यदि हाम्रो यहाँ छोरीचेली दिदीबहिनीहरू कहीँ पार्लर सिक्नु भएको छ भने सिक्नु साथै पार्लर नखोल्नु होला। 3-4 महिना एक वर्षसम्म 1 वर्षदेखि भन्दा धेरै होइन 3-4 महिना 5-6 महिना जति अरूकोमा इन्टर्नसिप काम गर्नु होला। The percent? 720. Oh, दिना हुन्छ उहाँलाई 720. 40 ग्राम हाल्नु।
पुरेन सिराउनु तल रजिस्टर हालिसकेछ गुन्जन कुमार भरतपुर राई रोजनी सुनारी मगर गैडाकोट 2 सरस्वती भूषाल देवचुली 13 सबिना अधिकारी मालपोत चोक पायो दिदीको कपाल पायो जुना महतो टाढी 10 अच्छा सुसले पनि मैले चाहिँ स्किनबाट मान्छ दामी भए दामी चेन्ज गरेँ सुमिता गुरुङ भरतपुर 11 अङ्किता सुनार भरतपुर 10 मनिष लामा टाढी फोटो खिच्छु पिंक मैजिक चितवन ब्यूटी होम सपोर्ट प्रसाद कविता खरेल नारायणगढ सावित्री गुरुङ भरतपुर 11 सुषमा महत छेत्री रत्ननगर 10 आयुषा चौधरी रत्ननगर 5 यहाँ चाहिँ छ द लुक ल्याब र उहाँ जुन पार्लरको के सेलुन हो कि सेलुन युनिसेक्स पार्लरको ओनर हुनुहुन्छ हाम्रो खुसबु सिस्टर कृपया सबैले भिजिट गर्नु होला भावना के श्रेष्ठ Gladys Beauty Salon दीपा पोखरेल भरतपुर 4 यसरी नै सक्नुहुन्छ चाहिँ नाम भन्छु तपाईहरु आएर चाहिँ लिनु है हाम्रो सर्टिफिकेट गिरवानी युनिसेक्स सलोन युरिका ब्यूटी पार्लर आजको कार्यक्रम पनि प्रिन्सा ब्यूटी पार्लर आजको हाम्रो प्रोग्रामलाई भव्य तरिकाले सम्पन्न गर्न मद्दत गर्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम समापन भएको घोषणा गर्न चाहन्छु हस्त धन्यवाद ताली 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 यो चाहिँ हो सिएमटी को बाहिरको नजारा